नमस्ते फेबुला अनि गुड इभिनिङ हजुरहरू सबैजनालाई अनि वेलकम टु माई सर्ट मिनी भिडियो भन्दै फेरि पनि म आज तपाईहरुलाई मैले के बनाएँ लन्चमा भन्ने कुरा मलाई शेयर गर्न मन लाग्यो है। अनि म चाहिँ बनाउन थालेँ। अनि पहिला सुरु चाहिँ सधैँ चाहिँ मरमसलाहरू सबै रेडी गरेँ, प्याज टमाटर है, लसुन अदुवा र जिराको पेस्ट है। अनि साथमा मैले हालेँ माथिबाट मसला धनिया पाउडर, जिरा पाउडर, कलर अनि चिली पाउडर अनि हल्दी। अनि त्यति हालेर चाहिँ टक्क मैले अलरेडी फर्सी काटेर रेडी गरेको थिएँ है। अनि फर्सी हालेँ। अनि त्यस बादमा मैले अलरेडी चाना बोइल गरेर राखेको थिएँ। अनि चानालाई पनि हालेर चाहिँ मजाले थिक ग्रेभी बनाउन थालेँ है। अनि मलाई चाहिँ एकदमै फर्सी र चानाको कम्बिनेसन चाहिँ एकदमै राम्रो लाग्यो है। हजुरहरू पनि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। अनि भन्दा भन्दै मेरो रोटी पनि साइडमा पाकिसक्यो, अलरेडी मैले मुसेर रेडी गरेको थिएँ है। अनि मैले चाहिँ पहिला सुरु चाहिँ नानीलाई सर्भ गरेँ है। अनि नानीलाई सर्भ गरिसकेर चाहिँ अनि रोटी मैले तातो तातो राखेको थिएँ। अनि त्यो पनि टक्कै टिफिनमा हालिदिएँ है। अब चाहिँ मेरो खानेपालो थियो। अनि मजाले पस्किएँ है। अनि पहिला चाहिँ सब्जी पस्किएँ तातो तातो, एकदमै मिठो फ्रेग्नेन्स आइरहेको थियो है। अनि साइडमा चाहिँ मेरो मुलाको अचार थियो। अनि साइडमा डल्ले खोर्सानी है। अनि रोटी चट्टै राखेर चाहिँ म चाहिँ खानु थालेँ है। अनि भन्दा भन्दै मेरो लन्च लाने टाइम पनि भइरहेको थियो। अनि म चाहिँ हतार हतार खाँदै थिएँ, एकदमै मिठो बनेको थियो है। अनि थ्याङ्क यू सो मच फर वाचिङ। विल सी यू इन द नेक्स्ट ब्लग अगेन विथ द सेम काइन्ड अफ